मिल्दैन नि दिँदैन एउटा मरिहाल्यो दुईटा थियो अझै गरेर आयो अनि त्यसलाई यो किनारे चाहिँ मान्छे खाइसकेपछि चाहिँ मान्छे अनि भइसक्यो भन्ने कुरा चाहिँ थाहा हुन्छ हजुर होइन अहिले खाँदै गर्दा चाहिँ उसले खाइसकेपछि चाहिँ एकचोटि मान्छे मारिसकेपछि उसलाई चाहिँ एउटा जङ्गलबाट चाहिँ अर्को जङ्गलमा लडेर छोड्छ होइन फेरि पनि खायो भने चाहिँ अनि फेरि त्यसलाई एउटा मान्छे थाहा हुन्छ नि त्यसलाई ट्याग लगाएको हुन्छ त्यसलाई ट्याग लगाएको अनि त्यसलाई चाहिँ त्यो बाघहरू हिँडिरहेको छ मैनाहरू हिँडिरहेको छ नि अफिसमा हिँडिरहेको छ त्यो बनाएको भिडियोले मारे हो पसन्द गर्छ नि त्यही कारणले मान्छे त पागल नै हुन्छ कि बहुलाउँछ नि कि त्यस्तो अनुसन्धान विज्ञान हुन्छ नि बहुलाउँछ नि जङ्गलमै रुखमा चाहिँ एउटा चाहिँ तेल हालेर त्यो बरु मरिन्छ भनेर त्यस्तो अनुसन्धान गर्नलाई मान्छेहरू हामीले 85 वर्ष 96 97 वर्षको खैरेर हामीले हेर्छौँ होइन त्यो खैरेर अहिलेसम्म पनि विवाहबारी काहीँ केही नगरिकन त्यसको अनुसन्धानको पिएचडी नगरिकन म केही पनि गर्दिनँ भन्ने पागल खैरेर तिनीहरूले बिहे नगरिकन बच्चा जन्माउँछ अनि बिहे गर्नु पर्दैन अनि यस्तो हुन्छ अब त्यो उनीहरू प्रायः जस्तो चाहिँ उनीहरूको लगभग अब के हो भने उनीहरूको सोच्नेहरू अरूको सन्तान पनि मेरो सन्तान हो नि होइन कोही मान्छेले कसैलाई चाहिँ यो चाहिँ तपाईँको लागि ल भनेर अहिले जस्तै खैरेर आएर यहाँ बच्चाहरू पढाइरहेको छ नि तिनीहरू त्यसमा पनि सन्तुष्टि हुने जात कि त्यो चाहिँ अचम्मको जात हुँदो रहेछ उनीहरू चाहिँ त्यस्तो हुन्छ है उनीहरूलाई किन आफ्नै सन्तानै नै हुन्छ कि तिनीहरूलाई अब जस्तै अब जहाँ गयो अब उनीहरू एक ठाउँबाट अर्को ठाउँ घुम्नु गयो भने त्यहाँ 6 महिना बस्यो भने उनीहरूको फ्यामिली नै त्यही हो भनिन्छ कि उनीहरूले जहाँ बस्छ त्यही हो मेरो फ्यामिली भनिदिन्छ अनि फेरि त्यहाँ छोडेर जान्छ अब कहाँ जान्छ होइन त्यही हो मेरो फ्यामिली भनिदिन्छ क्या देखेको भाइ खैरहरू त्यस्तो हुन्छ तिमी पनि अब एउटा एडा बानिहाल तर विदेशी लभ गर्दाखेरि चाहिँ जपनिज केटीसँग चाहिँ लभ गर्नुपर्छ है बाबु फेरि गोरो भन्दैमा जुन बाटो त्यही छ हुँदैन जपनिज भनेको चाहिँ संसारको सबैभन्दा माया गर्ने लेडीमा पर्छ अरे विश्वको सबैभन्दा बढी जो मान्छेसँग लभ पर्छ जसले जसलाई माया गर्छ तिनीहरूले चाहिँ जिन्दगी कहिले पनि त्याग्दैन अरे कि जपनिजले चाहिँ त्यति राम्रो हो कि ए जापानिज भनेको म त जबलेस सुनिरहेको जापानिजको ए सरी जापानिज केटीहरू जापानिज अब कहाँ खोज्नु जान्छ यार लभ परेपछि सक्यो सबभन्दा हरामी भनेको चाहिँ चाइनिज कोरियनहरू होइन ए है चाइनिज त हरामी नै हुन्छ एकदमै हरामी हुन्छ अहिले 1 सेकेन्डमा डिपोज हुन्छ सेकेन्डमा हुन्छ अनलाइन डिपोज गर्न पाइन्छ होइन ए अनलाइन नै पाइन्छ है भन्छु टेक्नोलोजी धेरै अगाडि पुगिसक्यो जाने ल्याप्ची हाल्ने त्यो केही पनि गर्नुपर्छ सबै मोबाइलमा अप्सन आउँछ त्यहाँ ल्याप्ची हाल्नु भेरी नाइस